हेलो एन्ड वेलकम टु अनदर भिडियो। एसएडीबीएल को चार्ट हेर्ने हो भने यसले अघिल्लो बुलमा 457 को लेभलतिर टप लगाएको थियो। त्यसपछि यसमा राम्रो खालको करेक्सन आयो र लगभग यसले 210 को लेभलतिर चाहिँ बटम लगाएको हामीले देख्न सक्छौं। 210 को लेभलमा यसले बटम लगाइसकेपछि यो लेभलबाट यो बिस्तारो बिस्तारो माथि बढिरहेको छ। अब यो लेभलबाट बढ्दाखेरि यसले फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ गरेर ओभरल्याप टाइपको यहाँनिर वेभ फर्मेसन गर्यो। यहाँनिर फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ वेभ चाहिँ ओभरल्याप भएको छ। त्यही भएर यसलाई चाहिँ हामीले एउटा लिडिङ डायगोनल भनेर मान्न सक्छौं। लिडिङ डायगोनलमा चाहिँ वेभहरू ओभरल्याप पनि हुने गर्छ र यो फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ भएर गएको वेभको मुभमेन्ट भनेको यो हायर डिग्रीको फर्स्ट वेभको मुभ हो। त्यसपछि यसमा सेकेन्ड वेभको करेक्सन आयो। लगभग 247 को लेभलमा यसले सेकेन्ड वेभ कम्प्लिट गर्यो र अहिले चाहिँ यो हायर डिग्रीको थर्ड वेभको लागि जाँदैछ। जेनरली थर्ड वेभ भनेको 1.618 को लेभलसम्म पुग्ने गर्छ। अब यो लेभलबाट हामीले मेजर गरेर हेर्ने हो भने यही लेभलमा 1.618 चाहिँ पुगिसकेको छ। तर पनि मेरो विचारमा चाहिँ जुन यो हायर डिग्रीको थर्ड वेभ हुन्छ, यो हायर डिग्रीको थर्ड वेभ चाहिँ यहाँनिर कम्प्लिट भइसकेको छैन। अझै पनि यो हायर डिग्रीको थर्ड वेभ चाहिँ एक्सटेन्ड भएर माथि जाने प्रोबेबिलिटी मैले हाई देखेको छु। किन भन्दाखेरि यो लेभलमा यसले हायर डिग्रीको सेकेन्ड वेभ कम्प्लिट गरिसकेपछि त्यसपछि यो लेभलबाट बढ्दाखेरिको वेभ काउन्ट चाहिँ यहाँ कम्प्लिट भइसकेको छैन। त्यही भएर यसले यहाँनिर हायर डिग्रीको सेकेन्ड वेभ कम्प्लिट गरिसकेपछि यहाँनिर स्मलर डिग्रीको फर्स्ट वेभ र स्मलर डिग्री सेकेन्ड वेभ कम्प्लिट गर्यो। स्मलर डिग्री सेकेन्ड वेभ कम्प्लिट भएपछि यसले लगभग 480 को लेभलमा स्मलर डिग्रीको थर्ड वेभ कम्प्लिट गर्यो। त्यसपछि यो अहिले यसमा आइरहेको करेक्सन भनेको स्मलर डिग्रीको फोर्थ वेभको करेक्सन थियो र यहाँनिर चाहिँ फ्ल्याट टाइपमा चाहिँ करेक्सन आएको थियो। जस्तो कि थर्ड वेभ कम्प्लिट भएपछि एबीसी गरेर यहाँ फोर्थ वेभको लागि करेक्सन आयो। अब फोर्थ वेभ पनि जेनरली करेक्सन आउँदाखेरि 0.236 देखि 0.5 को लेभलमा आएर कम्प्लिट हुने गर्छ। यसले एक्ज्याक्टली यो 0.5 को लेभललाई हिट गरिसकेपछि यहाँनिर फोर्थ वेभ कम्प्लिट भएको हामीले देख्न सक्छौं र अबको यसको मुभ भनेको चाहिँ यो फिफ्थ वेभको लागि हो। जुन यो हायर डिग्रीको थर्ड वेभ छ, यो हायर डिग्रीको थर्ड वेभ जाँदाखेरिको फिफ्थ वेभको चाहिँ अब यसको मुभ सुरु हुन लागेको छ र अझै पनि हामीले यसको भित्र पनि गएर यसको सब वेभ हेर्ने हो भने चाहिँ यसले चाहिँ लगभग 369 को लेभलतिर चाहिँ फोर्थ वेभ कम्प्लिट गरेको जस्तै हामीले देख्न सक्छौं र अबको यसको नेक्स्ट मुभ भनेको चाहिँ यो स्मलर डिग्रीको फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ गरेर यसरी फाइभ वेभमा जाने खालको मुभ हो। र यदि तपाईहरु सर्ट टाइम फ्रेमको लागि हेर्दै हुनुहुन्छ भने यो एउटा माइनर डिग्रीको थर्ड वेभलाई हेर्न सक्नुहुन्छ। यसको टार्गेट भनेको 520 को लेभल छ। सर्ट टाइम फ्रेममा चाहिँ यो 520 को लेभलसम्म पुग्न सक्छ भने अलिकति तपाईहरुले मिड टाइम फ्रेमको लागि हेर्दै हुनुहुन्छ भने चाहिँ 580 देखि 600 को लेभललाई चाहिँ हेर्न सक्नुहुन्छ। र यसको हामीले ओभरअल चार्ट हेर्ने हो भने लगभग यसले यो लेभलमा फोर्थ वेभ कम्प्लिट गरिसकेको जस्तो हामीले देख्न सक्छौं र आउने समयमा चाहिँ फेरि यसले यो लेभलबाट फाइभ वेभ चाहिँ फर्म गरेर यो हायर डिग्रीको थर्ड वेभ पनि कम्प्लिट गर्न सक्छ। र भोल्युम हेर्ने हो भने चाहिँ यो लेभलबाट डाउन आउँदाखेरि यहाँनिर अलमोस्ट भोल्युम चाहिँ ड्राई आउट भइसकेको थियो र अब यहाँनिर फेरि बिस्तारै यो फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ गर्दै स्मलर डिग्रीमा यसले वेभहरू फर्मेसन गर्दै माथि जान लागेको जस्तो हामीले देख्न सक्छौं। र यो लेभलको जुन यो स्मलर डिग्रीको फर्स्ट वेभ छ, यो चाहिँ यसको लुक वाइज चाहिँ त्यति धेरै राम्रो क्लियर खालको लुक चाहिँ छैन। तर पनि यसले एउटा मेजर लेभललाई हिट गरिसकेको छ। त्यही भएर यही लेभलमा फोर्थ वेभ चाहिँ कम्प्लिट भइसकेको हुन सक्छ र आउने समयमा चाहिँ यो हायर डिग्रीको थर्ड वेभको लागि जान सक्छ। र यदि तपाईहरु कन्फर्मेसनको लागि हेर्दै हुनुहुन्छ भने पहिलो इन्डिकेसन भनेको चाहिँ जब यसले यो जुन 456 को लेभललाई ब्रेक गरेर यसको माथि चाहिँ राम्रो खालको क्यान्डल फर्मेसन गर्छ, त्यसपछि यो फेरि यसरी माथिल्लो लेभलको लागि जान लाग्यो भनेर हामीहरुले मान्न सक्छौं। किनकि यसको अघिल्लो रेजिस्टेन्स भनेको लगभग 456 को लेभलमा छ। यो लेभललाई यसले ब्रेक गरिसकेपछि त्यसपछि हामीहरुले यो स्मलर डिग्रीको थर्ड वेभ चाहिँ सुरु भएको हो भनेर मान्न सक्छौं। र तपाईहरुले यो भिडियोको बेसिसमा ट्रेड नगर्नु होला। यो चाहिँ मैले एलियट वेभ थ्योरी अनुसार देखेको एउटा सिनेरियो भनेको हो। यदि तपाईहरु हाम्रो टेलिग्राम च्यानल जोइन गर्न चाहनुहुन्छ भने यो भिडियोको डिस्क्रिप्सन बक्समा मैले लिंक राखिदिएको छु, त्यो लिंकबाट जोइन गर्न सक्नुहुन्छ। र यदि तपाईहरुलाई यो भिडियो मन परेको छ भने यो भिडियो लाइक गर्नु होला र हाम्रो च्यानल सब्स्क्राइब गर्नु होला।